हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। होइन, म चिरञ्जना राई, हजुरहरूले चिनिहाल्नुहुन्छ नि। तपाईँहरूलाई मेरो भ्लगमा एकदम धेरै स्वागत छ। अनि हामी चाहिँ आज घुम्न जान लागेको होइन। अनि हामी चाहिँ जाऊँ न त भनेर सुरु गरिहाल्यौँ हिँड्नु। अनि तपाईँहरूले मेरो चाहिँ युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु ल सबैजनाले। मेरो चाहिँ पहिलेदेखिकै थियो, तर मैले चाहिँ बिचमा बनाइनँ कि अबदेखि चाहिँ स्टार्ट गर्नु पर्यो भनेर सुरु गरेको। अनि यी केटाकेटीहरू लगेर हामी चाहिँ जङ्गलतिर हिँडेको। केटाकेटीहरू हिँड्नु भनेपछि यति खुसी हेर्नु न, के कुरै छोडिदिनु, गुरु उफ्रिँदैछ। उहाँ चाहिँ क्यामेराम्यान हो, घरिघरि कराइराख्नुहुन्छ। अनि हामी चाहिँ जङ्गल पुगिसक्यौँ होइन। जङ्गल पुग्नु बित्तिकै त खानेकुराकै सुरु हुन्छ क्या। अनि भिडियो सिडियो बनाउनु त भरै ल भन्दै खानेकुरा नै थाल्यौँ। अनि केटाकेटीहरू यति खुसी होइन, कुरा छोडिदिनु। अनि हामी चाहिँ सुरुमा चाहिँ आलु निम्की खाऊँ न भनेर चाहिँ आलु निम्की खान थाल्यौँ। उहाँ चाहिँ कुक हो यता हाम्रो यो आलु निम्की हेर्नु त कति राम्रो भएको छ। अनि म चाहिँ खुसीले बोलिरहेको छु, तर मेरो साउन्ड चाहिँ कता हराएछ है गाइजहरू, ओ माई गड। अनि उहाँ बाटिराख्नु भएको चाहिँ हाम्रो कुक हो। उहाँले चाहिँ एकदम मिठो पकाउनुहुन्छ जे कुरा पनि। अनि 101 हुनुहुन्छ हाम्रो दुईजना म्याडमहरू चाहिँ। म चाहिँ 0.0मा पढ्छु पकाउनेमा। अनि उहाँ म्याडम पनि अब खान थाल्नुभयो। केटाकेटीहरू त्यस्तै खुसी, कुरा छोडिदिनु न, के भन्नु, जङ्गलमा गएर खानुको मजा छुट्टै हुन्छ। अनि म चाहिँ मिठो मान्दै खाइरहेको छु, धन्यवाद दिँदै। अनि त्यसपछि फोटो भिडियो होइन, खानेतिरै हाम्रो चाहिँ ध्यान गयो क्या। जङ्गल पुगेपछि खाम नखाम भन्दै थियौँ, कति धेरै थियो नि खानेकुरा त। तर जङ्गलमा गएपछि मोबाइलको चाहिँ स्विच अफ भएपछि चाहिँ कुरा छोडिदिनु, मलाई यति रिस उठेको होइन हिजो। अनि केटाकेटीहरूको खुसी भएर मलाई त्यो रिस पनि मेरो कता हरायो। अनि यो भिडियो हेर्दा त आज त कति खुसी लाग्यो नि त, केटाकेटीको मस्ती। अनि हामी चाहिँ जङ्गलमा एउटा दुईवटा भिडियो बनाइहाल्यौँ टाका पारेर। अनि उफमाथि केटाकेटीहरू खेलिरहेछन् भन्दै हामी चाहिँ घरतिर लाग्यौँ। थ्याङ्क यू सबैजनाले लास्टसम्म हेरिदिनु हुने सबैलाई धन्यवाद।